यिनीहरूले यो बच्चा हुर्काउँछ। अनि साथसाथ म चाहिँ अलि धेरै लाने थिएँ होइन गाइज, यो डाले घाँस अलि गरुङ पनि हुन्छ होइन टाढो। वेलकम छ रोसिक राई युट्युब च्यानल ब्लगमा हजुरहरूलाई। म चाहिँ धेरै दिनपछि फेरि हजुरहरूको सामु नयाँ भिडियो ब्लग लिएर आइरहेको छु। आज चाहिँ म हजुरहरूलाई अर्ग्यानिक गाउँको भ्यू देखाउनेवाला छु गाइज। म चाहिँ हँसिया नाम्लो खुर्पा बोकेर म चाहिँ अब लागेँ है त गाइज। देख्नु सक्नुहुनेछ बारीहरू पनि एकदम यो बर्खाले गर्दाखेरि एकदम यस्तो छ है त, घाँसहरू पलाइरहेछ। अनि हेर्नु सक्नुहुनेछ यहाँ चाहिँ मेरो मौरी घार, यहाँ चाहिँ मैले 5-6वटा मौरी घार राखेको छु गाइज होइन। अब हेर्नु सक्नुहुनेछ मौरी चाहिँ यसमा पनि छ है त, यहाँ हेर्नु सक्नुहुनेछ मौरी एकदम बाहिरै बसिरहेको छ है त। किनभने यो चाहिँ अरिङ्गाले साह्रै दुःख दिन्छ, त्यही कारणले गर्दाखेरि सबै मौरीहरू। अब म चाहिँ यही डाले घाँस काट्नेवाला छु गाइज। हेर्नु सक्नुहुनेछ मौरी डुँडाहरू। अहिले चाहिँ यहाँ चाहिँ 3टामा मात्रै छ। मैले यसमा पनि पालेको थिएँ है, पानीले गर्दाखेरि चाहिँ भिजेर त्यो चाहिँ भाग्यो। अनि यहाँ हेर्न सक्नुहुनेछ केराहरू, यो गाउँको भ्यूहरू हेर्न सक्नुहुनेछ। यस्तो राम्रो छ है त गाइज, गाउँघरको एकदम भनौँ न हावापानी एकदम राम्रो हुन्छ है त। यहाँ हेर्नु सक्नुहुनेछ गाइज मौरी। किनभने यो हामीले चाहिँ मौरी यसरी पाल्न पनि सकिन्छ थोरै थोरै रूपमा होइन। अब यहाँ अलिक झाडी पलाएछ, त्यही भएर म यसलाई काट्दैछु है त गाइज। यस्तो छ है त, हेर्न सक्नुहुनेछ मौरी। साथसाथै यसमा पनि छ है त, यो चाहिँ मेरो नयाँ आएको मौरी हो। यसमा चाहिँ अब यसरी पनि हामीले मौरी पाल्न सकिन्छ। यहाँ हेर्नु सक्नुहुनेछ मौरीले चाहिँ यसरी रसहरू लगाइरहेको छ है त गाइज। यहाँनिर चाहिँ यसरी महहरू लगाउँछ मौरीले चाहिँ होइन। यहाँ हेर्नु सक्नुहुनेछ मौरीले चाहिँ यसरी पनि रस लगाउँछ है। अब सक्नुहुनेछ एकदम बच्चा छ है। अब चाहिँ महको सिजन हो। अब चिउरी सिउरीको महहरू लाउँछ है। अब यिनीहरूले यो बच्चा हुर्काउँछ अनि साथसाथै यिनीहरूले मह हाल्नु सुरु गर्छ है त। एकदम राम्रो छ मौरीको चाका है, यो चाहिँ एकदम राम्रो गरी लाउँछ है त। ल गाइज अब म चाहिँ यहाँ तल घाँस काट्छु है। अब मौरीहरू पनि हजुरहरूलाई देखाइगएँ। अब म चाहिँ यो हजुरहरूकोतिर यो घाँसलाई के भन्छ, हाम्रोतिर यतातिर चाहिँ यसलाई डाले घाँस भन्छ है त। यो अलिकति डाले घाँस धेरै नै छिप्पिसक्यो, त्यही भएर।
लगाइच मैले चाहिँ घाँस पनि काटिसकेँ है त। अब म यता परतिर जान्छु के कस्तो छ घाँस हेर्नु पर्यो। म चाहिँ गएँ है गाइस। यस्तो छ यहाँ चाहिँ झोडी छ। यसलाई चाहिँ अटेनिक यस्तो झोडी छ। मान्छे नबसेपछि यस्तै त हो नि होइन। चाहिँ झोडी नै झोडी छ। यस्तो झोडी छ। आमा त्यो कुरोको घाँस चाहिँ छ। यो कुरो घाँस चाहिँ काटिहाल्नुपर्छ। दसैँ पनि लाग्यो है गाइस। पातीले यस्तो मजाले फुलिरहेछ। दसैँ लाग्यो पातीले फुल्छ होइन। आम्मामा यहाँ फुल रोपेको थियो गाइस। फुल चाहिँ सबै ढलेछ है। घाँसहरू चाहिँ यता पनि छ डाले घाँसहरू। यहाँ हेर्नु त गाइस सबै फुलहरू सबै ढलेछ। अब के गर्नु होइन। आफू घरमा यहाँ नबसेपछि यस्तै हुन्छ। त्यही कारणले गर्दा सबै फुलहरू ढलेछ गाइस। अब यहाँ हेर्न सक्नुहुनेछ। हेर्नुहोस् यो फुलले फुल्न लागेको छ है त। यस्तो छ है त गाइस। बँदेलले पुरै खनेछ है यहाँ हेर्न सक्नुहुनेछ। कुरोहरू सबै फुलिसकेको छ गाइस। यहाँ दामी घाँस रहेछ। यसलाई पनि काट्नु पर्यो। एक मुठा हुन्छ। यसलाई पनि काट्नु पर्यो। घाँस काट्नु पर्यो। एकदम राम्रो छ नि त यो घाँस। त्यही भएर गाउँघरमा बस्नुको छुट्टै मजा हुन्छ नि त होइन गाइस। गाउँघरतिर हजुरहरूलाई कोलाई गाउँघरमा बस्नु मन लाग्छ मेसेज गर्नु होला है त। मलाई चाहिँ गाउँघरै मनपर्छ। किनभने सहर बजार धुलो धुवा होला। कोहीलाई मनपर्छ होला सहर बजार होइन। तर मलाई चाहिँ गाउँघरै मनपर्छ गाइस। यस्तो होइन अर्ग्यानिक हावापानी हुन्छ। झन्नै लड्यो। झन्नै लड्यो। यो चाहिँ एकदम चिप्लो छ है गाइस।
यो चाहिँ गाइस डाले घाँसको यो फेद हो। यसलाई फेरि रोप्यो भने अर्कोचोटि पनि हामीले काट्न सकिन्छ नि त हैन। म यसलाई फेरि रोप्छु। यो चाहिँ मैले पोहोर रोपेको थिएँ। त्यही कारणले गर्दा यसपालि मैले घाँस काट्नु पाएँ है। यसलाई रोप्नुपर्छ। चिप्लो छ है फेरि गाइस। यसलाई रोपि छाड्यो भने हैन फेरि अर्कोचोटि घाँस अलि बढी हुन्छ। त्यही भएर म यसलाई रोप्न गइरहेको छु। यहाँ जति डाले घाँसहरू छ मैले परारको साल लिएर रोप्दै थिएँ। पोहोर पनि अलि धेरै रोपेको थिएँ। त्यही भएर यसपालि अलि धेरै भयो है। यो चाहिँ अब तपाईँको रोपी छाड्यो भने हैन बाख्रा राँगा गाई जेलाई पनि हुन्छ नि त घाँस हैन। यो यस्तो घाँसहरू हैन बोट बिरुवा रोप्न चाहिँ एकदम रुचाउने मान्छे हो। त्यही भएर मलाई चाहिँ यस्तोहरू रोप्न मन लाग्छ। रोपी छाड्यो भने पछि हैन हुन्छ नि त घाँस। ल अब यसको फेद त काम छैन हैन, काम लाग्दैन। त्यही भएर मैले यसलाई रोपेँ। घाँस पनि म त फेरि साह्रै छिटो काट्छु है। आफूलाई आफै भने जस्तो हुन्छ तर म छिटै काट्छु। ल एक मुठा घाँस मैले काटिसकेँ गाइस। यहाँ म चाहिँ यसलाई मुठा पार्छु। ल हेर्नु सक्नुहुनेछ एकैछिनमा यत्रो मुठा पारेँ। अब म चाहिँ परतिर जानेवाला छु। यहाँ हेर्नु सक्नुहुनेछ एकदम धेरै कुरो किनभने यसमा चाहिँ हामीले यहाँ घिराउला रोपेको थियौँ। अहिले अब घिराउला स्याहार गर्नु नपाएर घिराउला पनि सबै छिप्यो है। अब म मासतिर जान्छु गाइस। देख्नु सक्नुहुनेछ घाँस यस्तो छ है त। ल हेर्नु सक्नुहुनेछ म चाहिँ मासतिर जान्छु। यता माथि चढेँ। ल हेर्नु सक्नुहुनेछ अब दसैँ पनि लाग्यो। फुलहरू एकदम मजाले फुलिरहेछ है गाइस। यहाँ हेर्नु सक्नुहुनेछ फुलहरू फुल्दैछ। यो पनि एकदम राम्रो भएको छ है घाँस। यसलाई भरे काट्नु भोलि पर्सि काट्नु पर्ने हुन्छ है। यस्तो छ है त। हजुरहरूलाई म देखाउनेवाला छु है त। लाइक गर्नु भएको छैन भने लाइक सब्सक्राइब गर्नु होला है गाइस। हेर्नु सक्नुहुनेछ फुलहरू एकदम मजाले फुलिरहेछ। कोपिला यस्तो बसिरहेछ फुलको। यहाँ मासतिर पनि फुलहरू निकै रोपेको छ है। हेर्नु सक्नुहुनेछ। ल गाइस अब मैले चाहिँ 5-6 मुठा काटेँ। अब म चाहिँ भारी लाउँछु है त गाइस। भारी लाउँछु घाँसको। यहाँ ल यसरी डोरी गरेर यहाँ यसरी भारी लाउनु पर्ने हुन्छ है गाइस। म चाहिँ अलि धेरै लाने थिएँ हैन गाइस। यो डाले घाँस अलि गरुङ पनि हुन्छ हैन, टाढो पनि छ। त्यही कारणले
मैले चाहिँ यति नै लाने गरेँ। दुईटा नाम्लोले बान्यो भने चाहिँ सजिलो हुन्छ है। ल गाइस भारी चाहिँ एकदम सँगले रेडी भएको छ है त। अब म घाँस माथि लान्छु। मेरो भारी पनि रेडी भयो। एकचोटि हजुरहरूलाई फेरि नजारा देखाइदिन्छु। गाउँघरको नजारा देख्नु सक्नुहुनेछ। यस्तो छ है त नजारा। अनि साथसाथै के भन्नु चाहन्छु भने ल हेर्नुहोस्, मौरीले एकदम पोलेन पनि ल्याइरहेछ है त। यहाँ हेर्नुहोस्, मौरीहरूले एकदम कुतहरू बोकिरहेछ है खुट्टामा, हेर्नु सक्नुहुनेछ। ल अनि साथसाथै यो मौरीलाई चाहिँ होइन अब अहिले के को खाँचो हुन्छ त यहाँ देखाउनेवाला छु है त गाइस। म हजुरहरूलाई यहाँ देखाउनेवाला छु। हामीसँग होइन अब गाउँघरतिर त अब के हुन्छ त, अलिकति जङ्गल नजिक भएको कारणले गर्दाखेरि यहाँ हेर्नु सक्नुहुनेछ। यो चाहिँ चिउरीको रुख हो। चिउरी हजुरहरूलाई कसलाई थाहा छ? यहाँ हेर्नुहोस् यस्तो है, यहाँ हेर्नु सक्नुहुनेछ। यो चाहिँ चिउरी हो। चिउरीको रुख यहीँ छ है, मजाले फुलिरहेछ। यही रस यिनीहरूले हाल्छ है, नजिक पनि छ। त्यही कारणले गर्दाखेरि गाइस मौरी पाल्यो भने होइन यसो हामीले अर्ग्यानिक मह खानु पनि पाउँछौँ र साथसाथै होइन अब स्वास्थ्यका लागि पनि राम्रो हुन्छ नि त होइन। अब किनेर ल्याएको कति चिनी भन्छ होइन, अब कति के मिसाएको हुन्छ। हामीले चाहिँ आफ्नै घरमा पाल्यो भने एक घार दुई घार होइन, यसलाई धेरै केही गर्नु पनि पर्दैन। यसलाई सिर्फ घार बनाएर राखिदिने हो होइन। यसरी घार बनाएर चाहिँ चट्ट राखिदियो भने होइन, यसरी चारटामै छ है। अब मैले यसको पनि यसमा विभाजन गरेको घर, त्यही भएर यसमा चारटामै छ। तर यो मौरीलाई चाहिँ यो उसले चाहिँ साह्रै दुःख दिन्छ है गाइस। हेर्नुहोस् यसको चाहिँ यो अरिङ्गालको चाहिँ यो मास्नुपर्ने होइन। यसको चाहिँ कहाँनिर छ, साह्रै दुःख दिएर मौरीलाई के यहाँ हेर्नु सक्नुहुनेछ। मौरी यसरी बाहिर एकट्ठा भइरहेछ है क्या। यहाँ हेर्नुहोस् यसरी एकट्ठा भएर चाहिँ बसिरहेछ। यो अरिङ्गलले लास्टै दुःख दिन्छ है। ल गाइस यति नै भन्दै हजुरहरूलाई के कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै हजुरहरूले कमेन्ट गर्नु होला है त गाइस। ल अहिलेलाई चाहिँ छुट्टे भन्नु चाहन्छु है त गाइस।